यदि तपाईँभित्र सपना छ, इच्छा शक्ति चाहना छ भने त्यसलाई पुरा गर्नको लागि कहिले पनि जिम्मेवारीले रोक्दैन है। नमस्ते एभ्रिवान एन्ड वेलकम ब्याक। आज मैले फेरि पनि 14 डेज रिल्स एन्ड राइस च्यालेन्जको चाहिँ डे सेकेन्डको भिडियो लिएर आइसकेको छु है। मैले तपाईँहरूलाई भनेकै थिएँ कि 14 दिनसम्म चाहिँ डिफ्रेन्ट टपिकमा आफ्नो लाइफको रियल स्टोरी सेयर गर्नेछु भनेर, र आज पनि इन्ट्रेस्टिङ टपिक लिएर आइसकेको छु, व्हाट डु आई एक्चुअली डु भनेर है। धेरैजनाले भन्नुहुन्छ कि म चाहिँ गाउँमा बस्ने होइन, बच्चाको मम पनि, सँगसँगै चाहिँ यो बिजनेसलाई पनि रन गरिराखेको छु भन्दाखेरि कसरी पोसिबल छ, कसरी सक्छौ, के गर्छौ तिमी भनेर सोध्नुहुन्छ के। सो आज यो भिडियो मार्फत तपाईँहरूलाई चाहिँ म के गर्छु बिजनेसमा, सँगसँगै आफ्नो बिजी लाइफलाई चाहिँ कसरी ब्यालेन्स गरेर अगाडि बढाइराखेको छु भनेर क्लियरली बताउने छु। भिडियोको अन्तिमसम्म जोडेर साथ दिनुहोस् है। र आज चाहिँ म तपाईँहरूलाई मेरो डे 1 को डेली रुटिनको बारेमा बताउने छु। मलाई लाग्छ जसको थ्रु मार्फत चाहिँ तपाईँहरूलाई बुझ्न अलिकति सजिलो हुन्छ भनेर। मैले अर्ली मर्निङ उठिसकेपछि चाहिँ जहिले पनि आफ्नो फोन या त ल्यापटप चाहिँ चेक गर्ने गर्छु कि, किनकि त्यहाँ चाहिँ बिजनेसको क्वेरीहरू आएको छ जुन टाइममा सुतेको हुन्छु होइन। अनि साथीहरूले पनि चाहिँ ग्रुपमा आफ्नो केही प्रब्लमहरू चाहिँ सेयर गरिराख्नु भएको हुन्छ। सो हामी चाहिँ कम्युनिटीभित्र कस्तो हुन्छ भने एकअर्कालाई केही प्रब्लमहरू छ भने हामी चाहिँ मेसेजमा छोडिराख्छौँ, र जसले त्यो प्रब्लम सल्युसन गर्न आउँछ उहाँले हेल्प गर्नुहुन्छ के है। र यसरी बिहान उठेर एकअर्काको सपोर्ट गर्दै आफ्नो बिजनेसमा क्वेरी आएकोहरूलाई चाहिँ रिप्लाई गर्दै मेरो डे स्टार्ट हुन्छ। त्यस पछाडि गाउँको बसाइ गाई बस्तु भैँसी पालिएको छ, घाँस दाना पानी दिन्छु। अनि घरमा आएर चाहिँ म किचनमा लाग्छु है। बाबा मम्मी हुनुहुन्छ, छोराछोरी सबैजनालाई टाइममा खाना खुवाउनु पऱ्यो, आफै खानु पऱ्यो होइन। र किचनमा हुँदाखेरि म किचनको काम गर्दा गर्दै ब्याकग्राउन्डमा चाहिँ मेरो मोबाइलमा बिजनेसको जुम मिटिङको रेकर्डेड भिडियो समटाइम्स होइन, अब कहिलेकाहीँ चाहिँ मास्टर माइन्डको भिडियोहरू भने आफ्नो ट्रेनिङको भिडियोहरू चाहिँ प्ले भइराखेको हुन्छ अनि म किचनमा काम गरिराखेको हुन्छु। यसरी म दुईवटा काम एकैपटकमा गर्न सक्छु होइन, जसले गर्दा मलाई आफूलाई इम्प्रुभ गर्न पनि सजिलो भयो र आफ्नो जिम्मेवारीहरू पनि मैले पुरा गरिराखेको हुन्छु है। र दिउँसो काममा जानुभन्दा अगाडि चाहिँ म फेरि 1-1.5 घन्टा आफ्नो समय मिलाएर बिजनेसले टाइम दिन्छु होइन। र दिनभरि काममा हुँदाखेरि पनि फ्री टाइममा चाहिँ र दिउँसो म काममा हुँदाखेरि पनि बिजनेसको लागि पनि समटाइम्स मिलाएर र दिउँसो र जसले त्यो प्रब्लम सल्युसन गर्न आउँछ उहाँले हेल्प गर्नुहुन्छ के है। र यसरी बिहान उठेर एकअर्काको सपोर्ट गर्दै आफ्नो बिजनेसमा क्वेरी आएकोहरूलाई चाहिँ रिप्लाई गर्दै मेरो डे स्टार्ट हुन्छ। त्यस पछाडि गाउँको बसाइ गाई बस्तु भैँसी पालिएको छ, घाँस दाना पानी दिन्छु। अनि घरमा आएर चाहिँ म किचनमा लाग्छु है। बाबा मम्मी हुनुहुन्छ, छोराछोरी सबैजनालाई टाइममा खाना खुवाउनु पऱ्यो, आफै खानु पऱ्यो होइन। किचनमा आइसकेपछि चाहिँ ब्याकग्राउन्डमा मेरो बिजनेसको जुम मिटिङको रेकर्डेड भिडियो समटाइम्स होइन, अब कहिलेकाहीँ चाहिँ मास्टर माइन्डको भिडियोहरू भने आफ्नो ट्रेनिङको भिडियोहरू चाहिँ प्ले भइराखेको हुन्छ अनि म किचनमा काम गरिराखेको हुन्छु। यसरी म दुईवटा काम एकैपटकमा गर्न सक्छु, जसले गर्दा मलाई आफूलाई इम्प्रुभ गर्न पनि सजिलो भयो र आफ्नो जिम्मेवारीहरू पनि मैले पुरा गरिराखेको हुन्छु। र दिउँसो काममा जानुभन्दा अगाडि चाहिँ म फेरि 1-1.5 घन्टा आफ्नो समय मिलाएर बिजनेसलाई टाइम दिन्छु। र दिउँसो म खेतबारीको काममा हुँदाखेरि पनि आफ्नो टाइम अनुकूल चाहिँ बिजनेसमा आएको क्वेरीहरूलाई रिप्लाई गर्ने होइन। अनि यदि टाइम छ कम्फर्टेबल हुन्छ भने त्यही ट्रेनिङको भिडियोहरू सुन्ने, हेर्ने, मास्टर माइन्डको भिडियोहरू प्ले गर्ने। यो बिजनेसमा हाम्रो काम भनेको चाहिँ बिजनेसको भ्यालुलाई कन्टेन्ट क्रिएट गरेर सोसियल मिडियामा पोस्ट गर्नुपर्ने हुन्छ। सो म काम गर्दै गर्दै पनि भिडियोहरू चाहिँ बनाउँछु होइन। तपाईँले देखिराख्नु भएको हुन्छ म फार्मिङमा काम गर्दै गरेको मेरो भिडियोहरू पनि है। र साँझ भइसकेपछि मेरो मर्निङकै रुटिन फेरि दोहोरिन्छ। किचनकै काम, अनि किचनको काम सकाइसकेपछि बच्चाहरूको होमवर्क कम्प्लिट भएको छ कि छैन हेर्ने, बाबा मम्मीको औषधिहरू चेक गराइसकेपछि चाहिँ म आफ्नो बिजनेसलाई जबसम्म निन्द्रा लाग्दैन एकदम फुल्ली फ्री भएर टाइम दिन्छु कि। यसरी हामीलाई घरमा आफ्नो काम गर्दा गर्दै चाहिँ जतिखेर आफूलाई फ्री हुन्छ होइन, त्यो आफ्नो फ्री टाइमलाई नै युटिलाइज गर्दै यो बिजनेसमा प्रोडक्टिभ तरिकाले काम गर्न पाइने भएकोले गर्दाखेरि
गर्दाखेरि नै यो बिजनेस चाहिँ हामी सबैजनाको लागि एकदम राम्रो छ भनेको हो कि। यति एमेजिङ प्लेटफर्म छ नि होइन, जहाँ हामीले आफ्नो सपनाहरू पनि पुरा गर्न पाउँछौँ, आफ्नो जिम्मेवारीहरूबाट पनि भागेर बस्नु पर्दैन होइन, छोराछोरी परिवार सबैसँग रमाएर चाहिँ काम गर्न पाउँछ कि। समटाइम्स चाहिँ मेरो नाइटमा भर्चुअल जुम मिटिङ पनि हुन्छ है। हामीले डे टाइममा मिटिङ गर्दाखेरि चाहिँ घरको कामलाई अलिकति असहज हुने भएकोले गर्दाखेरि यो बिजनेस गर्दाखेरि हामीले आफ्नो जिम्मेवारी हुन्छ नि, जति पनि बच्चाको टेक केयरिङ, फ्यामिली टेक केयरिङ, आफ्नो रेस्पोन्सिबिलिटीहरू केही पनि छोड्नु पर्दैन। सबै कम्प्लिट गरिसकेपछि बचेको फ्री टाइमलाई चाहिँ युटिलाइज गर्दै बिजनेसमा टाइम दिँदा पनि पुग्ने भएकोले गर्दाखेरि नै हामी एज अ मम, जब होल्डर, बिजी प्यारेन्ट्स जतिजना पनि छौँ, हामीलाई यो बिजनेस चाहिँ एकदमै सुट हुन्छ कि काम गर्नको लागि। र बिजनेस मार्फत हामी फाइनेन्सियली फ्रिडम हुँदै अगाडि बढ्न सजिलो हुन्छ होइन, जसको कारणले आफ्नो सपनाहरू पनि पुरा गर्न पाइयो, त्यो पनि आफ्नै कम्फर्ट जोन घरमा बसेर है। आफ्नो पर्सनल ग्रोथ, प्रोफेसनल लाइफ ग्रोथ गर्दै फाइनेन्सियली फ्रिडम हुँदै एउटा इन्डिपेन्डेन्स लाइफ बाँच्न पाउनु भनेको यो साँच्चीकै हाम्रो लागि चाहिँ एकदम प्राउड मोमेन्ट्स हो कि। र यसरी म चाहिँ मेरो डेली लाइफ अनि बिजनेसलाई चाहिँ ब्यालेन्स गर्दै अगाडि बढिरहेको हुन्छु। सँगसँगै म आफ्नो मात्रै सपना बिल्ड गरिरहेको छैन कि, यसभित्र म जस्तो जति धेरैजना बच्चाको ममहरू, दिदीबहिनीहरू हुनुहुन्छ नि, उहाँहरूलाई पनि आफ्नो बिजनेस बिल्ड गर्न चाहिँ म सपोर्ट गरिरहेको हुन्छु, गाइडेन्स गरिरहेको हुन्छु होइन। र यसरी आफ्नो सँगसँगै अरूको प्रोग्रेसमा पनि सपोर्ट गर्न पाउँदाखेरि साँच्चीकै धेरै खुसी लाग्छ कि मलाई है। र तपाईँहरू पनि यसरी आफ्नो घरमा बसेर बच्चा, फ्यामिली, परिवारसँग जब रमाइलो गर्दै फाइनेन्सियली फ्रिडम हुँदै आफ्नो पर्सनल ग्रोथ सँगसँगै प्रोफेसनल लाइफ ग्रोथ गराएर चाहिँ आफ्नो सपना पुरा गर्दै अगाडि बढ्न सक्नुहुन्छ है यो बिजनेसको थ्रु मार्फत। र बिजनेसमा जोइन भएर अगाडि बढ्न चाहनुहुन्छ भने चाहिँ मलाई डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ, या त तपाईँलाई बिजनेसको बारेमा अझ धेरै जानकारी लिनु मन छ भने मेरो वेबसाइट www.sandhyarai.com मा लगइन गरेर पनि बुझ्न सक्नुहुन्छ है। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। आजको लागि यति नै। म नेक्स्ट टपिक एन्ड नेक्स्ट भिडियो लिएर आउनेछु। टिल देन टेक केयर, बी पोजिटिभ एन्ड बी ह्याप्पी। बाई बाई।